म हुँ मनिषा उपाध्याय। यो मेरो कहानी हो र अर्को महिलाको कहानी हो जसले मेरो लाइफ चेन्ज गर्नुभयो। आज घरमा कलेजबाटै आएको भने होइन ल आज त झोलाभरि बियर बोकेर आएको छु। ल चियर्स। मेलना बेबी को हो मेलना बेबी? होइन कोही होइन क्या, त्यही कलेजको साथी हो मेरो। यसो यु बास्टर्ड, यु चिडेड अन मी। जा जा, तँ जस्तोलाई 10वटा लिएर हिँड्छु म। Good morning everyone. Sit down. आज हामी वुमेन एजुकेसन, वुमेन इम्पावरमेन्ट र सुपर स्टेसनको बारेमा केही कुरा गर्न लागेको छौँ। ल सुन्नुहोस् है त। तिमीहरूलाई वुमेन इम्पावरमेन्ट भनेको थाहा छ? आज हामी एउटा प्रोग्राम गर्न गइरहेका छौँ। आर यु गाइज रेडी? तिमी कलेज गएको थिएनौ र? किन नगएको त? के हो यस्तो? ओ माय गॉड, लु हेर रक्सी खाएको जस्तो छ त। अनि के हो यस्तो? अलिकति सुध्रिने कोसिस गर है, म त दिन्छु नि, बुझ्नै गरे। के भयो तिमीलाई? के कुरामा इन्ट्रेस्ट छ भन त? ल क्रिकेट ट्राई गर नि त।
अनि यसै गरी अरू शिक्षित महिला डाक्टर मनु कार्की So I want to introduce Manu Karki as a mother of 2 beautiful kids, and I'm a professional dentist. मेरो चाहिँ इको साथी नेपाल भन्ने एउटा कम्पनी छ. So this is my baby company भनौँ. अनि त्यसपछि आमा सुरक्षा नेपाल भन्ने चाहिँ मेरो एउटा नट फर प्रफिट अर्गनाइजेसन हो. हामी 5 जना डक्टरहरू मिलेर चाहिँ यो नट फर प्रफिट अर्गनाइजेसन एजुकेसन भनेको चाहिँ ठुलो रुख हो अरे क्या, त्यसले धेरै ठुलो छाहारी दिन्छ भनेर मैले सुनेको थिएँ होइन. त्यो कारणले गर्दा चाहिँ म जहाँ पनि जान्छु आई क्यारी माई एजुकेसन एज अ ब्याज अफ अनर. मजाले म एज अ पर्सन नै कति एम्प्याथेटिक हुन सक्छु भन्ने चाहिँ मलाई एकदम धेरै त्यसले मेजर रोल प्ले गरेको छ. शिक्षाको महत्त्व चाहिँ जुनै ठाउँमा हामी अगाडि बढ्छौँ भनिन्छ नि, एउटा पढेको महिलाले अथवा छोरीले चाहिँ कति सोसाइटी कम्युनिटीलाई चेन्ज गर्न सक्छ भनेर आफ्नै लाइफ पनि उसले धेरै चेन्ज गर्न सक्छ होइन. आफूले थाहा पाउन सक्छ कि उसलाई एब्युज भइरहेको छ कि छैन भनेर आफूले थाहा पाउन. मालविका सुब्बा नमस्ते, म मालविका सुब्बा, मिडियाकर्मी, नेपाली टेलिभिजनमा 2 दशक लामो यात्रा पुरा गरिसकेको छु. म स्टेज सोजहरू पनि होस्ट गर्छु, एउटा पब्लिक स्पिकिङ र पर्सनालिटी डेभलपमेन्टको ट्रेनर पनि हुँ र साथसाथै म विभिन्न सङ्घ संस्थाहरूमा पनि आबद्ध छु र अहिले करेन्टली आफ्नो लिम्बू कल्चरको उत्थानका निम्ति र प्रवर्धनका निम्ति पनि काम गरिरहेको छु. धन्यवाद. The education that I received in my life has deeply impacted me as an individual. It shaped me into the person that I am. It taught me discipline, first of all. It taught me to be a learner. It taught me to have patience. It taught me that there are other people who need more guidance than sometimes we do, that I also come from a privileged background, and that I need to use my privileges, my resources to also help others. So that is the kind of education that I've received. सबैमा केही न केही युनिक ट्यालेन्ट्सहरू हुन्छन्. त्यो तपाईँले हुर्किँदै गर्दाखेरि चाहिँ म केमा राम्रो छु भन्ने कुरा बुझ्न जरुरी छ. हार्डवर्क इज भेरी इम्पोर्टेन्ट, पेसेन्स एकदम इम्पोर्टेन्ट छ र हामीले नयाँ काम चाहिँ सिकिराख्नुपर्छ. सिकिराख्ने मेन्टालिटी चाहिँ कहिले पनि छोड्नु हुँदैन, बिकज द्याट टेक्स अस अ लङ वे. सो यदि तपाईँले एजुकेसन पनि राम्रोसँग पाउनु भएको छैन भन्दाखेरि केही छैन. तपाईँले कुनै स्किल सक्नुहुन्छ, त्यो स्किलमा तपाईँले मास्टर गर्न सक्नुहुन्छ. त्यसको लागि वर्षौँ लाग्छ. त्यसको लागि हामीले चाहिँ जहिले पनि प्र्याक्टिस एट वाट मेक्स अस पर्फेक्ट. सो वी शुड नेभर stop doing that, never stop learning, never stop. सृष्टिके मेरो लागि त who I am today and who I want to be is all because of the education. Educationले त एकदमै की रोल नै प्ले गर्छ. किनभने 16 वर्षमा जब मैले आँखाको ज्योति गुमाएँ, मेरो लागि सबैभन्दा ठुलो च्यालेन्ज भनेको पढाइ थियो. मेरो आफ्नो पर्सनल एक्सपिरियन्सबाट चाहिँ एभ्री यङ गर्ल्स एन्ड एभ्री वुमन आउट देयर, जस्ट बिलिभ इन योर सेल्फ एन्ड रिमेम्बर द्याट यु आर द बेस्ट. जब एउटा महिला शिक्षित हुन्छ तब एक घर र समाज शिक्षित हुन्छ, तर जब हजारौँ महिला शिक्षित हुन्छन् तब पुरा राष्ट्र नै रूपान्तरण हुन्छ.